हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आयो हजुर सबै सन्चै हुनुहुन्छ होला र यता म पनि सन्चै छु। र आज चाहिँ म गाउँ आएको बेला यसो गाउँ भ्रमण गरौँ भनेर गाउँतिर हिँडिरहेको छु। गाउँतिर चाहिँ अहिले पुरा मकै छरेर धमाधम मकै छर्ने बेला भएको रहेछ। यता चाहिँ भर्खर छरेर पटा लगाएको क्या हो। यता चाहिँ देख्न सक्नुहुन्छ, यता चाहिँ पुरै उम्रिसकेको छ गाइज, उम्रिसकेको छ देख्न सक्नुहुन्छ। यत्रो यत्रो बिरुवा भइसकेको छ। यतातिर चाहिँ हाम्रो गाउँको दृश्य यस्तो छ। मकै बारीमा कुनै ठाउँमा हरिभरि भएर मकै पुरा उम्रिसकेको छ गाइज। त्यही हो, ठाउँ ठाउँमा यस्तो छ, ठाउँ ठाउँमा फेरि बाँझै छ होइन। ठाउँ ठाउँमा यता भर्खर रोपेर पटा लगाएको क्या गाइज। हाम्रो गाउँ चाहिँ यस्तो छ फेरि कसम। त्यो गाइज गाउँको हालत यस्तो छ होइन। मकै छराइ र रोपाइ छ। अब अलिक बादमा गोडाइ हुन्छ होइन। त्यही हो, यहाँ दाइको घर आइपुग्न अरे म चाहिँ यहाँ दाइको घर तर्फ आइरहेको छु। भान्जीहरूले पुरा हाँसेर बिल्ला गरिरहेको छ। त्यो गाइज म चाहिँ अब भिडियोतर्फ लागिसकेको छु होइन। यहाँ दाइको घर आइपुग्यो। जेठा दाइको घर चाहिँ यता हुनुहुन्छ हाम्रो जेठा दाइको घर। हाम्रो भान्जी यहाँ पुरा वासिङ दिइरहेछ। के छ व्हाट्सअप गाइज, के छ ग्याङहरू? फेरि अलिक हाइसाइ छैन, अलि हेको दिइरहेछ। फेरि हाम्रो हप्सी भान्जी यस्तै लास्ट तन्का छ फेरि। त्यही हो, यहाँ एउटा गाई चुन्डी फेरि नुहाउन आँटिरहेछ गाइस। पारा छ नि, केटाहरूको पारामा पारा छ नि हौ। के छ ग्याङहरू? के छ त नि हाम्रो आमैको? पुरै दाउरा लिएर अट्याक हान्नु आँटे जस्तो छ त। डर लाग्छ हौ मलाई त। कमेन्ट गरिराख्ने, म यहाँ ठाउँ राखिरहेको छु। सँगै नाच्नुपर्छ ल, घुमी घुमी। त्यही हो, ग्याङ ग्याङ ग्याङ। के छ काका सिरी? हाम्रो काका फेरि आफ्नै रोलमा हो नि फेरि। के हो काका बोल्दैन त? भाउबडी के हो? दिस इज बफेलो। यस्तै छ गाउँको दृश्य। घाम लागिरहेको छ होइन, सन ब्युटिफुल धेरै। घामले गर्दा हल्का अलिकति क्यामेरालाई डिस्टर्ब आइरहेको छ। ल गाइज यति भन्दै भ्लगलाई रोक्न चाहेँ क्या हो मैले भन्दा नि। काका हेलो ग्याङ। ल